जय श्रीराम सबैजनालाई। म नीलम राई श्रेष्ठ, फरेभर लिभिङ प्रडक्टको डिस्ट्रिब्युटर बागडोग्रामा। अनि म आजको भिडियोमा चाहिँ के बताउन गइरहेको छु भन्दाखेरि, हजुरहरूले फरेभर लिभिङ प्रडक्टको नाम सुन्नुभएको होला। यो दुनियाँको सबैभन्दा ठुलो ब्रान्ड हो, सबभन्दा ठुलो ब्रान्ड हो, यो सबभन्दा ताकतवर देशको ब्रान्ड हो। अनि के भन्छ, यो हो चाहिँ के फरेभर, अनि किन गर्ने हैन? फरेभर लिभिङ प्रडक्टले चाहिँ एउटा राम्रो अपर्च्युनिटी दिन्छ कि घर बसी बसी आरामसँगले सब पैसा कमाउने हैन, जे सपना देखेको पुरा गर्ने हैन। मैले फरेभर लिभिङ प्रडक्टमा यस्तो यस्तो मान्छेहरूलाई देखेको छु, हामीसँग काम गर्छ है, हामीसँग नै दुईटा किडनी फेल भइसकेको, किडनी फेल भएर पनि ट्रान्सप्लान्ट गराइसकेर। सो मैले भन्न के खोजेको भन्दाखेरि कि फरेभर लिभिङ प्रडक्टले यति राम्रो अपर्च्युनिटी दिन्छ कि तपाईलाई न घरदेखि बाहिर जानुपर्छ, न कसैलाई गएर सामान बेच्नुपर्छ, न कसैलाई फोन गरेर भन्नुपर्छ कि ए आऊ है मसँग बिजनेस जोइन गर है, मेरो यस्तो यस्तो है, फल्ना एबिसिडी भाइ जेसुकै होस्। अनि म कसरी काम गर्छु, म पनि फरेभर लिभिङ प्रडक्टमा काम गर्छु हैन। अनि मैले कसरी काम गर्छु, मेरो त नानी पनि छ, म घरमा एक्लै, म र नानी हैन। घरको जिम्मेदारीदेखि लिएर बाहिर भित्र इष्ट मित्र हैन, सबै मैले गर्नुपर्छ, सबै कुरो मैले गर्नुपर्छ। मेरो 6 वर्षको नानी छ, उसलाई सम्हाल्नुदेखि लिएर उल्टा म एउटा मात्रै काम हैन, म मल्टिपल बिजनेस गर्छु, एउटा मात्रै हैन, मल्टिपल बिजनेस छ मेरो। त्यो सबै मैले कसरी सम्हाल्छु एक्सक्युज मी हैन, मैले कसरी सम्हाल्छु त्यो सबै कुराहरूलाई हजुरहरूले जान्नु चाहनुहुन्छ भने माथि दिएको नम्बरमा मलाई कन्ट्याक्ट गर्नु हैन। अनि म हजुरलाई फुल इन्फर्मेसन दिनेछु, जेन्युइन इन्फर्मेसन दिनेछु फरेभरको बारेमा। अनि म के भन्दै थिएँ हजुरहरूलाई, फरेभर चाहिँ किन गर्ने र के हो यो फरेभर, कहाँको हो, कहाँबाट आयो अचानक यसरी? जिन्दगीमा कहिले नसुनेको, मैले पनि सुनेको थिइनँ फरेभरको बारेमा, कहिले सुनेको थिइनँ। के हो यो फरेभर, कहाँबाट आयो यो फरेभर? अचानक एक दिन फर्म फिलअप गरेँ, अचानक मलाई कल आउँछ यस्तो यस्तो यस्तोबाट, अच्छा यस्तो यस्तो, अच्छा चलो ठिकै छ ल, फरेभरको आएको रहेछ ल गर्ने भनेर हैन। हामीले अन्त मैले त्यस्तै गरेर मैले जोइन गरेँ। अनि जब यसको बारेमा डिपली मैले जब रिसर्च गरेँ त मैले धेरै यति राम्रो कुरा मतलब यति राम्रो मैले यो कम्पनीको बारेमा सुने, बुझेँ। यसको मार्केटिङ प्लानदेखिको लिएर हर एउटा चिज, हर सानो सानो चिज, हर एफबीओलाई यति माया गर्छ फरेभरले भन्छ नि। चाराना पैसा, चाराना त फेरि पनि ठुलो, 5 पैसा भन्छ नि, 1 पैसा एक पैसा पनि राख्दैन फरेभरले। यति जेन्युइन कम्पनी मैले जीवनमा मैले देखिनँ। मैले ठुल्ठुलो ब्रान्ड भन्नाले तपाईँको अब हाम्रो इन्डियामा के छ, एउटा एभन छ, एउटा ओरिफ्लेम छ हैन, अरू एम्बे छ, अझै पता नै कुन छ, अरू थाहा भएन मलाई त्यस्तो साह्रो ठुल्ठुलो ब्रान्ड। यो दुईटा ब्युटी ब्रान्डमा चाहिँ मैले काम गरि पनि सकेको हैन, घरमै बसी आफ्टर म्यारेज। अनि मैले गरेँ, काम गरिनँ हैन, मैले गरेँ घरमै बसी बाहिर जाने हैन, नानी छ, नानी लिएर काम गर्ने पोसिबल हुँदैन हैन। अनि इम्पोर्टेन्ट कुरा, एज भएपछि पनि हजुरहरू जानु सक्नु हुँदैन बाहिर। कसरी जानुहुन्छ, के गरेर जानुहुन्छ, तपाईँलाई कसले काम दिँदैन नि त हैन। अहिले त बाहिर जानु पनि एउटा क्राइटेरिया भयो, मतलब एउटा क्राइटेरिया राखिदिएको छ कि यो एजदेखि तपाईँ बाहिर जानु सक्नु हुँदैन, यति एजमै हजुर फ्लाइ गर्नु सक्नुहुन्छ। अनि रिटायरमेन्ट हुन्छ अरे बाहिर देशको, आमामा म त छक्कै परेँ। रिटायरमेन्ट अरे, कस्तो खाले रिटायरमेन्ट भन्दाखेरि अब तपाईँको काम छैन, मतलब एउटा एज भयो, अब चाहिँ तपाईँ चाहिँ आउनु पर्यो, तपाईँको देश फर्किनु पर्यो। अच्छा यस्तो पनि हुँदो रहेछ, हाम्रो यता इन्डियामा त हुँदैन। हाम्रो यता इन्डियामा त लु है अब फेरबल छुट्टी, अब चाहिँ तिमी भयो, टाटा बाई बाई, यस्तो खाले हैन। अनि मेरो भन्नुको मतलब चाहिँ यही हो कि मुद्दामा हैन, फरेभर लिभिङ प्रडक्ट एउटा एकदम जेन्युइन कम्पनी हो, एकदम जेन्युइन कम्पनी हो। तपाईँहरूले पहिला लगेर सर्च गर्नुहोस्, कुनै पनि कामलाई गर्नुभन्दा अगाडि पहिला सर्च गर्नुपर्छ, त्यसको डिपली नलेज खोज्नुपर्छ कि साँच्चै नै यत्रो पैसा दिँदैछ, साँच्चै नै यो यस्तो जेन्युइन कम्पनी हो, साँच्चै नै यो गभर्नमेन्ट टेस्टेड, मतलब गभर्नमेन्टले अप्रुभल दिएको, साँच्चै नै यो एउटा पनि यसमा केस छैन हैन। जब तपाईँले अनि मतलब के भन्नु, म कहाँदेखि सुरु गरौँ र कहाँ खत्म गरौँ थाहै छैन। मतलब फरेभरको सायद तारिफ पनि गऱ्यो भने कम्ती हुन्छ, भन्छ नि कि तपाईँले कसैलाई राम्रो गर्नुभयो भने तपाईँको पनि राम्रो हुन्छ। हो यो फरेभरले चाहिँ आफ्नो यो भिजन लिएर हिँडेको। जब फरेभरको अनर अहिले त हुनुहुन्न, यो दुनियाँमा हुनुहुन्न, बित्नुभयो हैन, उहाँले रेक्समन सरले भन्नुहुन्थ्यो कि म यो फरेभर लिभिङ प्रडक्ट जो म बनाउँदैछु त्यो मैले पैसा कमाउनुको लागि बनाएको होइन। मैले मतलब हुन्छ नि एउटा मान्छेको कि भएन कि मान्छेले गर्छ, मतलब एउटा हुन्छ नि, मैले कस्तो भन्न पनि नजानेको क्या, कि होइन हामीले प्रफिट आओस् कि नआओस् त्यो पछिको कुरा हो, माथि बसेको त भगवान छ नि त हो हैन, उसले त हेरिरहनु भएको छ नि त, सबैको मालिक त ऊ हो, तपाईँ हामी त कोही पनि होइन। हामीलाई दिनेको त्यो फरेभरलाई दिने पनि त्यही उपरवाला हो। किनकि फरेभरले सबैको लाइफलाई हिल गर्दैछ, सबैको लाइफलाई पैसा पनि, हेल्थ पनि दिँदैछ, वेल्थ पनि दिँदैछ। यो फरेभरको कन्सेप्ट हो। फरेभरको कन्सेप्ट के हो, पहिला हेल्थ दिने पछि वेल्थ दिने। अब हेल्थै छैन भने त्यो वेल्थको के काम हैन। सो फरेभर चाहिँ किन गर्ने, पहिला आन्सर के हुन्छ, पहिला तपाईँले आफ्नो हेल्थ बनाउने, त्यही कारण फरेभर गर्ने। फरेभर सुन्दै फरेभर हेर्नु है, फरेभर भनेको जीवनभरको लागि भन्छ नि। यो एलआइसीलाई किन भन्छ, जिन्दगी के साथ भी जिन्दगी के बाद भी। मैले त आजसम्म कोही यस्तो एलआइसीहरूको बारेमा, एलआइसी या कोही पनि यस्तो पोलिसीहरूको बारेमा हैन, मेरो पनि छ एलआइसी, त्यस्तो भन्नु हुँदैन, फेरि एलआइसीवालाले पिट्छ हैन। अनि त्यस्तो प्रायः सुनेको मैले, जिन्दगी के साथ भी जिन्दगी के बाद भी, यो सिर्फ एलआइसीले भन्छ। लेकिन दुनियाँको सबैभन्दा मोस्ट पावरफुल कम्पनी फरेभर लिभिङ प्रडक्टले मात्र भन्छ कि म तेरो साथमा जिन्दगीको बाद पनि हुन्छु र जिन्दगीको साथ पनि हुन्छु र जिन्दगीको बाद पनि हुन्छु। कसरी, म तपाईँहरूलाई सम्झाउँदैछु। अब सपोज मान्नु मैले जोइन गरेँ, मेरो राम्रो उयो भयो, मेरो राम्रो लेभलमा म काम गर्दैछु हैन, म डायमन्ड म्यानेजर हो, मैले त्यसमा काम गर्दैछु हैन। भगवान नगरोस् मलाई केही भइहाल्यो, म यो दुनियाँबाट गएँ त मेरो छोराछोरी, मेरो बुढा, उहाँहरूले मेरो जो पनि इन्कम छ, मेरो जो पनि पोजिसन छ, एज अ टिज मेरो फ्यामिलीलाई रेफर गरिदिन्छ। सो त्यही कारण जिन्दगी के साथ भी जिन्दगी के बाद भी मात्र वान एन्ड ओन्ली मोस्ट पावरफुल कम्पनी फरेभर लिभिङ प्रडक्टले मात्र भन्छ। मैले आजसम्म सुनेको छुइनँ। एउटा सुनेको थिएँ एलआइसीको मुखबाट, अनि एउटा अहिले चाहिँ म सुन्छु यो फरेभर लिभिङ प्रडक्ट।
1 साल भयो मैले काम गरेको फरेभर लिभिङ प्रडक्टमा। जति मैले बुझ्न सकेँ, जति डिप नलेज दिन सकेँ, म एक टाइममा म पागल भएको थिएँ फरेभर लिभिङ खोज्दा, पढ्दा फरेभर जहाँ पनि हेर्छु फरेभर। अब भन्छ नि जो धेरै चल्छ, जसको धेरै नाम हुन्छ, त्यो चाहिँ त्यो फरेभर मतलब जो धेरै चल्छ नि, धेरै चल्छ, त्यो चाहिँ तपाईँको के भन्छ त्यसलाई कि नेगेटिभिटी, ज्यादा नेगेटिभिटी हुन्छ। मतलब त्यसको बारेमा मान्छेले भाइ यो किन माथि जाँदैछ, यसको के रिजन छ, यसलाई एउटा केही कमी निकालेर यसलाई तल झारौँ हैन। सो फरेभर लिभिङ प्रडक्टलाई आजसम्म न भविष्यमा कहिले निकाल्नु सक्छ, किनभने यसमा इन्भल्भ को छ। पहिला त भारतीय सरकार, पीएम मोदी, उसको बादमा जति पनि ठुल्ठुलो मिलिट्री फोर्स, आर्मी, पुलिस, नेभी को भन्नुहुन्छ, प्रोफेसर, टिचर, यसमा को छैन। लेबर, 18+ आजकलको नानीहरू धरि आफ्टर 12 बिजनेसम्यान हुनु खोज्छ, किनभने उनीहरूलाई पनि थाहा छ, त्यो नानीहरूलाई पनि थाहा छ कि डिग्री लिएर अर्काको नोकरी गर्नु, अर्काको नोकर बनिनु जान्न, म आफ्नो 1 रुपैयाँको पनि आफ्नो मालिक हुन्छु भन्ने सोच राख्छ आजकलको जेनजीहरूले। सो आजकलको जेनजीहरूलाई, जो यो सोच राख्ने जेनजीहरूलाई सल्युट छ हैन, उहाँहरूलाई सल्युट छ। सो बस मैले आज फरेभर चाहिँ किन गर्ने र के हो फरेभर, आई होप हजुरहरूले बुझ्नुभयो। मैले सायद धेरै नै बोले, आई डोन्ट नो, बट यस मैले जति सक्दो हजुरलाई सम्झाउने कोसिस गरेँ, बुझ्नुभयो होला। अगर बुझ्नु भएको छैन त माथि दिएको छ नम्बर, त्यो नम्बरमा मलाई कन्ट्याक्ट गर्नु, WhatsApp गर्नु, इमेल गर्नु हैन, म इमेलहरू पनि सबै म मेन्सन गरिदिन्छु। अनि तपाईँलाई के जान्नु छ है, यो भिडियो कसकोसम्म कहाँसम्म पुग्दैछ मलाई थाहा छैन, कुन देशबाट हेर्दैछ, कुन स्टेटबाट हेर्दैछ हैन। अब नेपालीमा बोलिरहेको छु म हैन, फरेभर लिभिङ प्रडक्ट भनेपछि त बुझ्छ नि त हैन। सो जहाँबाट पनि हेर्दैछ हैन, उसले मलाई कन्ट्याक्ट गरेर कुनै पनि ल्याङ्ग्वेजमा सोध्नु सक्नुहुन्छ, इङ्ग्लिसमा, हिन्दीमा, नेपालीमा, बेङ्गोली अलिअलि आउँछ मलाई हैन, बिहारी पनि अलिअलि आउँछ। सो कुनै पनि कन्ट्री र कुनै पनि स्टेटबाट हेर्दै हुनुहुन्छ भने मलाई कन्ट्याक्ट गर्नु सक्नुहुनेछ। थ्याङ्क यू सो मच यत्रो भिडियो सुनिदिनु भएकोमा, हेरिदिनु भएकोमा। जय श्रीराम हजुरहरूलाई, अनि ह्याभ अ नाइस डे। थ्याङ्क यू सो मच।